भ्रष्टाचारीको फाइल खोल्यो भनेर प्रचण्ड प्रधानमन्त्री भएको बेलामा कल्पनै नगरेको कुरा कांग्रेस र एमाले मिलेर सरकार बनाइरहेको छ। काण्ड पनि वितण्ड रूपले मच्चाइरहेको छ। त्यति बेला तपाईँ हामी सबैलाई थाहा छ। त्यति बेला प्रचण्डज्यूले बोलेको एउटा कुरा यहाँ सुन्न सकिन्छ। मलाई एउटा चिन्ता र जिम्मेवारी बोधले जहिले पनि सताउने गर्छ। समावेशी समानुपातिक भनेर यो देशका दलित, महिला, मधेसी, आदिवासी जनजाति, मुस्लिम, थारू सबैले पाएका केही अधिकारहरू खोसिएलान् कि हामीहरू बडो भावुक पनि भइयो। ओहो हो त नि गाँठेका हो, प्रचण्डजी लड्या हुन्, अब यस्तो कुरा गरे भन्ने अलिकति लोकप्रियताकोमा सरकारबाट बाहिर निस्केपछि कहिले भक्का खान जान्ने, कहिले मुस्लिम बन्ने, कहिले रोजार राख्ने, कहिले थारू भन्ने, कहिले चाहिँ नि दम्मै कुरा गरे हिँडे डुले। त्यहाँबाट तिमीले भनेको जुन कुरा छ नि प्रचण्डज्यू, हेर त थारू, मधेसी, मुस्लिम, गरिब जुन भनेको छौ नि, त्यो भिजिट भिसामा पैसा यिनैको हो के? शेरबहादुरको खानदानको, तिम्रो खानदानको अलि ठुला बढाएको त थोड़ी त्यहाँ पैसा तिरेर आएको र यिनै गरिब मान्छेले, जो मान्छे विदेशमा आउने पर्याप्त लागत नभएर तिनीहरूले तिरेको। तिनको पक्षमा हुन्थ्यो भने त यो गृहमन्त्रीको तिमीले राजीनामा माग्थ्यौ क्या? तर मागेनौ, तिमी केपी ओलीको टाङमा पस्यौ।